जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ट्रकसहित 50 क्विन्टल खरबुजाको बिया बरामद गरेको छ। कार्यालयबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका 4 डण्डाखोला नजिकैबाट बागमती प्रदेश 3001 ख 1684 नम्बरको मिनी ट्रकमा लोड भई लैजाँदै गर्दा शङ्का लागि चेकजाँचको क्रममा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए। बिल बिजक शङ्कास्पद देखिएकोले मिनी ट्रकसहित चालक रूपन्देही मायादेवी 6 बस्ने वर्ष 22 को राजकुमार मल्लाहलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। ट्रक र सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटौल पठाइएको छ। मिनी ट्रकमा लोड गरिएको 125 बोरा 50 क्विन्टल खरबुजाको बियाको मूल्य अन्दाजी 10 लाख र मिनी ट्रकको मूल्य अन्दाजी 10 लाख गरी जम्मा 20 लाखको सामान राजस्व पठाइएको हो। सामान चेकजाँचको क्रममा सक्कल बिल र अनलाइन भिसिटिएस समेत नभएको पाइएको थियो। विक्रेताले मर्चबारको सीमा क्षेत्रमा अवस्थित फर्ममा सो सामान पठाउन लागेको थियो। सीमामा यसको खपत पनि नहुने भएकोले तस्करी प्रयोजनका लागि गइरहेको अवस्थामा भैरवाबाट सामान बरामद गरिएको हो। खरबुजाको बिया ड्राई फ्रुट्सको रूपमा मिठाई लगायतको खाद्यवस्तुमा प्रयोग गरिन्छ। तेस्रो मुलुकबाट नेपालका लागि आएको बिया पछिल्लो समय सुरक्षा निकायलाई छलेर भारततर्फ पठाइने गरिएको छ। तस्करहरूले रूपन्देहीको मर्चवार र मैनीहोवा क्षेत्रबाट मौका देखेर ठूलो मात्रामा मकै, अखरोट लगायतका सामान भारत पठाउँदै आएका छन् भने चिनी, कपडा, जुत्ता लगायतको सामान नेपालतर्फ ल्याउने गरेका छन्।